यत्रो ढुङ्गा बाँधेको छ सबै यो ढुङ्गा बाँध चाहिँ राख्नुपर्ने हो क्या बोरा बाँधेकै रहेछ किन राखेको भनेको त सबैतिर बोरा बाँधेको रहेछ हेलो एभ्रिवान वेलकम टु माई अनदर भ्लग र आज चाहिँ हामी कोशी बगर बोरा बाँध जाँदैछौँ हाम्रो समीर भाइ र म ल हेरौँ कस्तो छ आज चाहिँ ल अनि ढुङ्गा सबै यतै रहेछ भन्ने कुरो सुन्न मान्छ होला अब बाटो चाहिँ यस्तै त्यस्तै हो नेपालको गाह्रो छ है अहिले अब थाहा छैन बाटोहरू होइन त्यही पनि हामी सोध्दै जान्छु भन्ने कुरो छ अनि तपाईँलाई कस्तो लागिरहेको छ हजुर त मलाई चाहिँ एकदम झक्का लागिरहेको छ दामी दामी पक्का आन्टी यो बोराबाद भन्ने कताबाट जान्छ कति किलोमिटर जति छ 2 मिटर जति होइन बाइकमा होइन त्यहाँ यता जाने बाटोमा हजुर हजुर ए हस् धन्यवाद ल आइपुग्यो कि हामी जगन्नाथ यता जतामाथि विद्यालय रहेछ अब योबाट चाहिँ अलिकति आएर क्युरो पनि चाहिन्छ है आज क्यामेरा ल चिरो 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 ल के क्यामेरा फ्रन्ट गरौँ हुन्छ कि ल यहाँनिर होइन यो बोर्ड थियो कि पुलिस थानाबाट राइट लाग्छ कि दाहिने साइड होइन दाहिने साइड ल अलिकति 2-3 मिनट जति आइसकेपछि यहाँ एउटा माथि हेर छ उयो घर देखिने छ उप्रेती चोक भन्दो रहेछ
कस्तो छ ल अब चाहिँ पुरा आम्बो मान्छे त धेरै पो हुँदो रहेछ हौ मान्छे त अन्त त खै ठिक छ ठिक छ ₹20 पार्किङ शुल्क राम राम काम हरायो भनेदेखि बिमा हुन्छ ठिक छ त्यसो भए कहाँ हुन्छ भाइरल यो भाइरल प्लेसमा आएको हामी भाइरल धन्यवाद कटेज जस्तो पनि छ होइन यहाँ स्याट लाएर यस्तो यो होमस्टे टाइपको बस्नु चाहिँ दामी हुन्छ ल समीर कस्तो लाग्यो तिमीलाई भन त अहिलेसम्मको यात्रा यहाँसम्मको अनि नेपाल हो त नि अफरोड अनि केपीलाई जिताएपछि त्यस्तो हुन्छ नि तर यसपालि भोट केमा भन्समा कटेज दामी बनायो यो चाहिँ ल मलाई यो चाहिँ राम्रो लाग्यो कन्सेप्ट ल आज झन् सरस्वती पूजाको दिन धेरै मान्छे आइराख्नु भएको छ ल किड्सहरूको लागि यस्तो खेल्ने ठाउँ पनि छ क्या ल यस्तो कटेजहरू दामी बनाएको छ यहाँ चाहिँ ल बोरा बाँधेका थिएँ अब यस्तो छ यहाँको होइन घोडाको पनि व्यवस्था छ यहाँ घोडाको पनि व्यवस्था छ हाम्रो उता बोटिङको पनि व्यवस्था छ सबैले बोराबाद भन्थे बोराबाद भनेको चाहिँ यो हो बोराबाद कुन हो भने मान्छेले यो देखाइदिएको क्या ल यस्तो छ यहाँ दामी बाहिरै गएको जस्तो फिल हुन्छ नि यहाँ त यो कोसी होइन कि यो चाहिँ ठ्याक्कै बाहिरैको जस्तो फिल हुने रहेछ कि समुद्रमै गयो जस्तो नि पानी जहिले पनि मासतिरैबाट बग्छ हो अब पत्ता लाग्दैन तिमीलाई ल ल हामी चाहिँ अहिले यहाँ फोटो खिच्दा थाकेको अवस्था छ समीर के भन्छौ एकदम राम्रो प्लेस रहेछ रमाइलो हुँदो रहेछ घुम्नु चाहिँ मम्मीहरूलाई लिएर आउने नि तिमी पठाइदिनु पर्यो लिएर त आउँदिन नि त त्यही त जिन्दगीमा होइन जुन चाहिँ गर्नुपर्छ रमाइलो गर्नुपर्छ होइन काम धेरै गर्नु हुँदैन त्यही भएर हामी चल्दै गयो नि आज सम्पन्न भएर अनि पछाडि खुसीको कुरा बोरा बाँधेकै रहेछ किन राखेको भनेको त सबैतिर बोरा बाँधेकै रहेछ यहाँ केही गरी तार बाँधेको भएदेखि ठुलो फलाम बाँधेको फलाम बाँध हुँदै रहेछ यो ठाउँ तर यत्रो ढुङ्गा बाँधेको छ होइन उहाँ यत्रो ढुङ्गा बाँधेको छ सबै यो ढुङ्गा बाँध चाहिँ राख्नुपर्ने हो क्या त छैन होइन ल यस्तो छ ल यस्तो छ हाम्रो ल अब यहाँ चाहिँ सनसेट हेर्न आउनुहुन्छ कि मान्छेहरू धेरै जस्तो होइन ल त्यही हो लाइभ चाहिँ
लाइफ सेभिङ ज्याकेट लाउने, बोटमा चढ्ने, त्यसपछि कति टाइम घुमाउँछ पनि यहाँ यस्तो छ। बोटिङ गर्नेको चाहिँ एकदम भिड छ होइन। यो चाहिँ भयो यहाँ बोराबाद। यहाँ चाहिँ फोटो खिच्ने पनि सुविधा छ होइन, फोटो खिच्ने पनि सुविधा छ, सबै कुराको खान्थे पिन्थे सबै कुराको व्यवस्था छ यहाँ चाहिँ। आज चाहिँ अब यो सरस्वती पूजाले गर्दाखेरि धेरै भएको होला कि मान्छेहरू होइन, नभए त अहिले त्यही पनि त्यत्तिकै ऊ भइराखेको छ नि त। फिल टु रस हो क्या सानो बोराबाद या ठुलो बोराबाद। अब सबै बोराहरू फाल्टा फाल्टै रहेछन् बोराहरू, उता सानो बोरा यता ठुलो बोरा। अब खाली बोरा कहाँ छ ल, सबै कुरा अब यस्तोमा पकाएको चाहिँ फेरि कसरी खानु क्या, किद्दी त त्यहाँमा छ त। त्यही त धुलोले चाहिँ एउटा हुन्छ, म यस्तोमा पकाएको अब कसरी खानु, खाना पनि मन लागेको छ। कुरा चाहिँ त्यस्तो हो। ल हामी त्यहाँ इन्डसम्म जान्छौँ। अब इन्जिनले चल्ने मात्र होइन, हाम्रो यहाँ हाते बोट नाउ पनि छ त्यहाँ पर। झुला झुला पनि छ हाम्रो यहाँ, झुला झुला। जस अरू कुरा यस्तै हो, यस्तो टाइममा पनि होइन, जस्तै टाइममा भए पनि नेपालको झन्डा चाहिँ सबैतिर छ। चोरहरूले झन्डा नराखे पनि यता चाहिँ सबैले राखिरहेछ झन्डा चाहिँ। ल डेजर्टमा कुदाउने अब यहाँ साधन पनि छ होइन। ल दामी हुन्छ यो पनि। ल के भन्नुहुन्छ? ल होइन दामी लाग्यो ठाउँ चाहिँ राम्रै छ होइन। पहिलेकै अब भनौँ न त्यही कुरालाई, प्राकृतिक कुरालाई चाहिँ सदुपयोग गर्नुभएको छ। यो पनि एउटा पर्यटक भित्राउने राम्रो तरिका हो। मलाई चाहिँ दामी लाग्यो। अब पहिले यही ठाउँ आउँदाखेरि कस्तो थियो, अहिले अब बोराबाद भनेर आयो, अब अहिले दामी भयो होइन। सबै बोटहरू यताउति हालेर सबै त्यो चाहिँ दामी लाग्यो क्या। अब यो सूर्यास्त भनेर पनि गर्ने ठाउँ भनेर पनि यहाँ गरेको छ, फेमस बनाएको छ, साह्रै राम्रो लाग्यो हो, एकदम दामी छ। ल हामी फेरि पनि अब यो बोराबाद भयो, त्यहाँ ठुलो बोरा सानो बोरा रहेछ। अब बोरा फुका भयो भनेदेखि त्यतातिर हामी त्यतातिर पनि जान्छौँ। तारबाद ढुङ्गा बाँध पनि रहेछ होइन, त्यतातिर पनि जान्छौँ हामी। ल ल ल कोसीको बगर यो चाहिँ पेन्सन भाइ। हेलो, कस्तो भयो आजको भन त? एकदम गुड हो। अब चिसो चिसो हुँदैछ, भरे हामी सनसेट हेरेर मात्र फर्किने होइन घर। एकदम एकदम भेरी गुड। ल अझै हाम्रो भिडियोहरू बाँकी नै छ है आउनुलाई। ठिकै छ, अब भरेसम्म हेर्दै बस्नु ल, चिन्ता नगरिकन, झर्क नमानिकन ढुङ्गा अड्याउने प्रयास गर्नु हुँदैछ। अडिन्छ त, अडाउँछौ तिमी? यता हेर भन, अडाउँछौ? छिटो यता हेर। त्यति भए पनि अडाउन सफल हुनुभएको छ। अझै पनि थप्दै गर। ल अरू म चाहिँ बनाउनु भयो सरले। चटपटे बन्छ यहाँ, बनाइदिनु त दुई ठाउँ हामीलाई।
ल हामी चाहिँ यहाँ चटपटी खान्छौँ ल अलिकति कस्तो हुन्छ यता चाहिँ यहाँ बस्ने ठाउँ पनि रहेछ भित्र टक्क ल बस्ने सुत्ने पनि हो यहाँ सुत्ने पनि व्यवस्था हो ए ल के बाहिर भिजिटरहरूलाई कि तपाईँहरू सुत्नुहुन्छ कि ए ल ठिक छ चटपटे अन्न मेकी चटपटे बन्दैछ समीर तिमी के खाने अरे चिजवाल ल्याउनु त एउटा ल चटपटे आइसक्यो हाम्रो समीर ल कस्तो छ हामी सुरु गऱ्यौँ बस भाइ दिउँ कस्तो दामी होइन चटपटे सिजवालको सक्सेस पार्टी हुँदैछ हाम्रो ल मात्र छ त नि सिजवाल खोइ ल सनसेट हुँदैछ अब चाहिँ ल यस्तो हुँदैछ ल आजको भ्लग चाहिँ हाम्रो यहीँ हुन्छ होइन हाम्रो भ्लग चाहिँ अब यहीँ इन्ड गर्छौँ हामी फेरि अर्को भ्लगमा भेट्छौँ होइन त समय ल सबैलाई धेरै धेरै धन्यवाद यति बेरसम्म हेरेर साथ दिनुभएकोमा We'll see you on next video.